आज मैले चनालाई यसरी फ्राई गरेर बनाएको चना फ्राई यस्तो मिठो भयो नि। यसरी तपाईहरुले पनि एकचोटी बनाउन ट्राई गर्नु है। सुरुमा चाहिँ मैले चनालाई मज्जाले उसिनी पनि सक्यो, यो चाहिँ मज्जाले गलिसक्यो है, पाकिसक्यो। मसला प्रिपेयर गरौँ। मसलाको लागि चाहिँ 2 चम्चा जिराको धुलो, 1 चम्चा खुर्सानीको धुलो, आधा चम्चा बेसार र स्वाद अनुसार नुन हालिदिने र राम्रो कलरको लागि चाहिँ थोरै यो देगी मिर्च पनि एड गरे मैले र अदुवा र लसुनको पेस्ट पनि एड गरे सानो चम्चाको 2 चम्चा र पानी हालेर मज्जाले चलाउने। अब यो मसला चाहिँ रेडी भयो। एउटा कराई बसाल्ने, कराईमा चाहिँ थोरै तेल एड गर्ने र जिरा पनि फुराइदिए, रातो खुर्सानी पनि फुराइदिए र तेजपत्ता पनि हाले थोरै र मसिन गरेर काटेको प्याजलाई चाहिँ अब एकैछिन फ्राई गर्नुपर्छ। हरियो खुर्सानी पनि थोरै हाले, पिरो खानुहुन्न भने स्किप गर्दा हुन्छ। मसँग चाहिँ थोरै क्याप्सिकम पनि थियो, त्यही भएर थोरै क्याप्सिकम पनि हाले। अब चाहिँ अघि हामीले बनाएको मसलालाई चाहिँ पहिला मज्जाले फ्राई गर्नुपर्छ है एकैछिन। यसरी बनाउँदा चाहिँ असाध्यै मिठो हुन्छ। अब यो मसला पनि एकैछिन फ्राई भइसकेपछि यो उसिनेर राखेको चनालाई पनि यसमा एड गरिदिएर मज्जाले चलाउने। थोरै पानी हाल्दा पनि हुन्छ, नभए चाहिँ यतिकै तपाईहरुले चाहिँ मिडियम हिटमा यो मसलाहरुसँग मज्जाले लाग्ने गरी यो चनालाई फ्राई गर्ने। अब 2-3 मिनेट यो मसलासँग फ्राई गरेपछि यस्तो दामी चना फ्राई रेडी भयो नि। रेसिपी ट्राई गर्नु होला र फलो फर मोर रेसिपीज।